आँपलाई मजाले धुनुहोस्। डल्ले खोर्सानी चाहियो, एउटा लसुन, नुन अन्त आँप। सो आँपलाई चाहिँ यसरी खासमा छिल्नुपर्छ यसलाई पनि। आँपलाई छिलेर रेडी भयो। जस्ट ग्रेट गरिदिनु यसरी। यो चाहिँ गरम महिनामा दामी हुन्छ, दालसँग, दाल र भात यो गर्दा पनि मिठो हुन्छ। सो यसरी ग्रेट गर्नु। सो साथीहरू आँप चाहिँ ग्रेट गरेर भइसक्यो। एउटा लसुन हालिदिनु यसरी ग्रेट गरेर। सिम्पल छ पुरा, जस्ट यो पनि भयो। अब यसमा स्वाद अनुसार नमक भने जस्तै अलिकति नुन हालिदिनुहोस्। अन्त त्यहाँदेखि चाहिँ यसलाई चाहिँ चाहिन्छ डल्ले। अरू खोर्सानी पनि हाल्दा हुन्छ, हजुरहरूकोमा डल्ले छ भने चाहिँ डल्ले राम्रो। सो हात पोल्छ है, मेरो हात उयो गऱ्यो मेरो हात पोल्छ। सो त्यही कारण मैले मिक्स चाहिँ चम्चीले गरेको। पिरो चाहिँ हजुरहरूले कति खानु सक्नुहुन्छ त्यति नै हाल्नु। सो सिम्पल मिठो समरको लागि अचार। सो यो चाहिँ भइसक्यो अचार। यस्तो दामी देख्दैछ। भात त कति जान्छ होला अब यसमा त्यही भएर मर्चिसक्यो। अन्त यसलाई चाहिँ अब ट्राई गरौँ है। दामी भयो, पिरो अमिलो।